गाइस आज भान्जी छ साने आज हामी चाहिँ म भ्लग बनाउन गइरहेको छु। आज हाम्रो मर्निङ गाउँको देखाउँछु। नयाँ घर बनाउन गइरहेको छौँ। अब मेरो काम चाहिँ कुखुरा हेर्ने। यहाँ खेतबारी, हाम्रो खेतबारी यहाँ छ। यो चाहिँ हाम्रो स्टोर, धान स्टोर, राइस स्टोर। यहाँ हाम्रो यो अहिलेको अवस्था, अहिलेको घर र हुन गइरहेको घर त्यहाँ बनिरहेको छ। हाम्रो यो दिदीको टोयलेट, हाम्रो धारा हेर्न सक्छौँ। अब दिदीले कुखुरा हेर भनेपछि कुखुरा हेर्नु परिहाल्ने हो। ल हाम्रो कुखुराहरू यिनीहरूले लग्छ हो दिदी, यिनीहरूले कुखुरा लग्छ है। यो कुखुरा चोर कुखुराहरू त्यहाँ माइल दिदी डन सब कुखुरालाई बाहिर निकाल्नु पर्ने हुन्छ। मैले त्यो लङ्गडाहरू निकाल्दिनँ न। घरको साउनी चाहिँ यहाँ हुनुहुन्छ। को भन्ने मान्छे के भन्नुहुन्छ फेरि? काराखे भन्नुहुन्छ फेरि। तपाईँ एकैछिन बिर्सिनुहुन्छ। यो त दसैँको लागि हो यो कुखुराहरू। कसले कोलाई चाहिन्छ जस्तो अर्डर गर्दा हुन्छ है। केही घर खाना पुग्छ पुग्दैन? पुग्छ होला, बढी हुन्छ होला हौ। लङ्गडा निकाल्दिनँ सबै, खुट्टा अड्क्यो क्या फेरि त्यसको। अर्को खोइ त्यो मर्न लागेको छ है। हेर्न सक्नुहुन्छ हाम्रो अलिक जल्दो बल्दो हाल्ने कि यो सब पोतीहरू पनि देख्छु म यहाँ। यहाँ चाहिँ कुखुरालाई हेर्नुपर्छ किनकि यहाँ कुकुर चाहिँ ल्याउने मुसा अट्याएको खान्छ। दिदी निकाल्नु न, ननिकाल्ने। अब मै निकाल्छु यिनीहरू। लु निकाल्यो। यो अपङ्गा तल कुखुरा, अर्को अपङ्गा खै त यहाँ त्यो आउनु मान्दैन। लट्ठीले लिइराख्नुपर्छ किनकि कुकुरले जतिखेर एट्याक गर्न सकिन्छ। हेरौँ त्यहाँ काका बाउ बन्जुरो लिएर बसिरहेको हेरिरहेको। काका ओ काका, बन्जर कहाँ रहेछ? बन्जर कहाँ रहेछ? बन्जरो कहाँ रहेछ? यो अर्को मागेर आफ्नो त खाए, कुकुरले खायो। के भन्नु? दिदीलाई नकाट्नु रे त। नि रुख काट्नु हुँदैन अरे नि त। नि बेसनको हुन्छ अरे होइन काका? त्यो रुख काट्नु हो सके काट्छु, आज नभए भोलि पर्सि। काल जा जा जा, पकड काल जा जा। काल डल्फो कालेर काका बाउ यहाँ रुख काट्ने कार्यक्रम हेर्छ। काका बाउको दौडे क्या हो र? हान्नु त हान्नु भान्जी त्यहाँ हेर त मुसा। ओ सानै आऊ, सानै र म हेर्ने। अब ओ यता नजाउँ, धानबारीमा गयो भने त फेरि लिएर जान्छ कुद्छ यिनीहरू चाहिँ अलिकति कुद्नु नसक्ने कुखुराहरू। यहाँ बस्ने आरामले हेर्ने। चाहिँ हाम्रो गाउँ घरको साउनी जल्दो बल्दो सब गर्ने उहाँले नै हो।
हामीले के हालेको छ राम्रोसँग बलुवा मात्रै टोक्छ कि के हो आजको दिन यही हो समय हाम्रो धानबारी माले त्यहाँ रोप्ने कार्यक्रम के रोप्ने कार्यक्रम हो कि के हो दिदी खाक्रो हाले अरे खाक्रो हाल्दै हुनुभएछ हाम्रो साउनीले यस्तै हो काम नभए त्यस्तै काम पनि बस्यो तर सब बलुवा छ क्या दिदी यो माटोहरू है प्रायः जस्तो हेर्नु न यहाँ बलुवा हाले पो हो यो बलुवा होइन आएको टेस्ट लिएर आएको छ अब भोलिबाट अब भोलिबाट सुरु हुन्छ घर बनाउन भोलिको लागि पनि हजुरहरूलाई म भ्लग बनाउँछु लाइक सब्सक्राइब चाहिँ गर्नु भुल्नुहुन्न त्यो लङ्गडाले एउटालाई निकालिदियो अर्को निकालिदियो भने थियो कुखुराको दुधाइ अहिले चाहिँ यहाँ दिउँसो भएको छ होइन अघि एकछिन रेस्ट गऱ्यो यो हल्का ढुङ्गा सारेको थियो हामीले यता थियो र ढुङ्गा यता सारेको थियो डिजलमा मिलेर अनि यहाँ चाहिँ अहिले तराई सानी अहिले आएको छ नि अर्को घरमा काका घरमा दिदी सुत्नु भइरहेछ आज चाहिँ हाई भनिदियो सानी मान्छे चाहिँ हाई भनिदियो हामी चाहिँ अब कति जग्गा आउने आउनुभयो को हजुरआमाको भुत्ला हजुर ए बुढी भुत्ला खानु पऱ्यो अरे यहाँ सक्छु यहाँको यो चाहिँ तराईको धारा यस्तो हुन्छ तराईको धारा गाई छ यो चाहिँ मेरो काकाको घर यहाँ दिदीले खसी र गाई पालिरहेको पाल्नु भएको छ अनि यहाँ चाहिँ राख्नु यो चाहिँ गोबरलाई मल बनाउनको लागि हो अनि यहाँ सानो पोखरी अनि हेर्नु यो धानबारी पुरै हो धानबारी हेर्नुहोस् सब धानबारी हो अनि केराबारी चाहिँ यो चाहिँ पुरै केराबारीहरू है गाइसहरू केराबारी ल अहिले चाहिँ राम्रो हावा लगाइरहेको थियो अघि दिउँसो त आमामा गर्मी भएर मर्नु भएको त अहिले पनि दिउँसो त दिउँसै नै हो तर अघि चाहिँ फ्यान खोल्दा पनि गर्मीले मर्नु भएको थियो फ्यान मैले खुल्लै छोडेको छु फ्यान बन्द गरेर आफ्नो घर जाँदैछु अहिले चाहिँ यहाँ बलुवा सलुवा लिएर आएर रेडी भइसकेको छ बलुवा कहिले खाएर रेडी गरेको थाहा भएन बलुवा रेडी भइसक्यो ढुङ्गा इँटा अब सिमेन्टको लागि यो चाहिँ हाम्रो कुखुरा यहाँ चाहिँ 20वटा जति छ कुखुरा हेर्दा सानो देखेको छ भित्र 20वटा कुखुरा छ बसेको लागि लिएर यस्तो धारा हाम्रो छ यो मोटर ल त्यहाँ माइली लिएर पानी मिलेर बदला उठाउने कार्यक्रम आमा नमस्कार नमस्कार रे ल धेरै धेरै आशीर्वाद हाम्रो आमा हेर्नुहोस् यो चाहिँ हाम्रो बकारी यसलाई स्टोर धानलाई स्टोर गर्ने ठाउँ हो यो वर्षभरि खाने पुग्ने यो धान हुन्छ यो चाहिँ हाम्रो बारी यहाँदेखि उतैसम्म गरेर हुन्छ भाइले दिला माको कसरी तान्नु चाहिँ त्यहाँ राख्ने थान्ने मुखले लास्ट त्यो यानि कपाल लिएर राख्नु न अनि गर्नु नानीले मजाले गरिदिनुहुन्थ्यो सरी अब नानी ल्याएर गर्नु खै निक्लो निक्लो आमाको त भुत्ला सधैँ निकाल्नु
ल अहिले मजा निकाल्नु है यो कस्तो हो हामी रात परेको छ गाउँमा हेर्न सक्छौँ आज यहाँ मेरो बाइक छ यहाँ कान्छा आउँछ हौ कान्छा चाहिँ मलाई पर्खिरहेको छ यो चाहिँ हाम्रो कान्छाको घर दामी छ है पुरानो डिजाइनको छ तर राम्रो छ है हाम्रो यो विकास कान्छाको घर कान्छा ढेँडो कस्तो लाग्छ कान्छालाई ए टेस्टी टेस्टी होइन कसले पकाउनु भयो कान्छा मम्मीले मम्मीले पकाउनु भयो भाइजीले पकाउनु भयो कान्छाको यहाँ हेर्न सक्छु मुन ल आज कान्छा र म यो कान्छाले खान्छन् कान्छा र म एकछिन गाउँ डुल्न जान्छु हजुरहरूलाई ब्लगमा गाउँ देखाउन चाहन्छु हजुरलाई मेरो गाउँ कस्तो छ भन्छु है त अरूभन्दा चाहिँ कान्छाको घर चाहिँ दामी लाग्छ है मलाई यो कान्छाहरूको भगवान पूजा ठाउँ त्यो के को बोर्ड भन्छ तुलसाई के को बोर्ड हो यो यहाँ चाहिँ साइकल चलाउनु प्रायः तराईमा साइकल चलाउनु प्रायः छ सबैले होइन यसलाई कालेको कुरा हाम्रो यो घरको कुरो यो यहाँ आइरह मलाई देखेर ठिक छ काले अनि यो कान्छाको गोठ यहाँ चाहिँ गाईहरू बाख्रा गाई त्यहाँ चाहिँ राख्दै गाईहरूलाई छुट्टै घर छ उस कान्छाहरू पराल कान्छा मजाले ढिँडो खाइरहेछ अरू भन्दा नि कान्छाको दामी भएर चाहिँ एउटा